to my channel. ती वैज्ञानिक पूर्व मन्त्रीले त भनिहाले नि जसरी मान्छेको आयु हुन्छ त्यसरी मुलुकको पनि आयु हुन्छ। डाक्टर सुरेन्द्र केसीले भन्छ नि किताब बेचेर पनि कारखाना चल्छ भन्न 83 जना मान्छेलाई त पाल्नु पर्नेछ। नेपालमा सदियौंदेखि एउटा भाइरस छ, त्यो भाइरसबाट कति दुखी मान्छे महावीर पुन भयंकर बाट हो। उनी बाहिरबाट हेर्दा जसरी एकदम निर्दोष देखिन्छन्, इनोसेन्ट, भित्र त्यस्तो होइन। माया तिमीलाई सम्झन्छु दिन मर्स्याङ दिशा महावीर पुन त वैज्ञानिक के वैज्ञानिक अरे ल्याइ धेरै सोझो मान्छेलाई महावीर पुन यस्ता फोहोरी मान्छेको बारेमा मलाई चाहिँ धेरै चाहिँ बोल्न जरुरी छैन। फोहोरी मान्छे कति दिन पछाडि नुहाए भनेर भन्छन्, के बोले 40 दिनपछि तपाईले एकजना व्यक्तिले दुर्व्यवहार गरेको हो? व्यवहार गरेको होइन, मन्त्री जस्तो गाह्रो चाहिँ के हुने रहेछ। हामी पुस्तक व्यवसायले राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण युवा भाइ बहिनीहरू कस्तो आशा है भने कतिको आशावादी हुनुहुन्छ यो सरकारसँग तपाई? तिम्रो जस्तो आश गर्ने मान्छे होइन के? थोरै बोल्दिनु पर्यो मान्यज्यू। यार तिम्रो यहाँ झ्याउ नगरेर यार बोलिरहेको छु म। भोलि संसद सुरु हुँदैछ। कति दुखी मान्छे धेरै नगरे अहिले ल्यामै दिन्छु।